हेलो गाइज, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। आज चाहिँ मेरो साथी सुजनासँग भेट्ने प्लान थियो। सुरुमा दाइले मलाई नारायणघाटको इन्फिनिटी स्टुडियोमा ल्याउनु भयो। यो चाहिँ चेली नेपालबाट परिचालित स्टुडियो रहेछ। मेरो दाइ पनि चेली नेपालमा एज अ टेक्निसियनको काम गर्नुहुन्छ। यहाँ चाहिँ बहिनीहरूलाई आफ्नो इन्ट्रेस्ट अनुसारको ट्रेनिङहरू दिँदो रहेछ। कोही बहिनीहरूले चाहिँ पार्लर सिक्नुहुन्छ भने कोही बहिनीहरूले इलेक्ट्रिसियन पनि सिक्नु हुँदो रहेछ। अनि ट्रेनिङमा पोख्त भइसकेपछि चाहिँ उहाँहरूलाई प्लेटफर्म प्रोभाइड हुँदो रहेछ। मलाई यहाँको इन्भाइरोमेन्ट एकदम धेरै राम्रो लाग्यो। बहिनीहरू एकदम स्विट हुनुहुन्थ्यो, एकदम राम्रोसँग कम्युनिकेसन गरिरहनु भएको थियो। फाइनल्ली हेयर कटको रिजल्ट पनि एकदम धेरै राम्रो थियो। मलाई एकदम धेरै मन परेर मैले चाहिँ सेल्फी लिइरहेको छु। हेयर कट सकिसकेपछि दाइले मलाई थ्रेडिङ पनि गर्न त भन्नुभयो। म खासै थ्रेडिङ गर्ने मान्छे त होइन, तर दाइले भनेको भएर मैले थ्रेडिङ पनि गरेँ। स्टुडियो पछि चाहिँ हामी मोबाइल हाउस गयौँ। मेरो मोबाइलको टेम्पर ग्लास चेन्ज गर्नुपर्ने थियो। ऊ चाहिँ मेरो क्युट भदा हो। हामीले चाहिँ माइक पनि किनेको थियौँ। माइक चाहिँ 3वटा रेन्जमा आउँदो रहेछ, अलि महँगो, ठिक्कको अनि सस्तो। हामीले चाहिँ ठिक्कको माइक्रोफोन किनेको छौँ। अब चाहिँ हामी आजको हट स्पटमा आइसकेका छौँ। मेरो साथीको, मेरो र सुमनको चाहिँ यहाँ दमदार गफ चलिरहेको छ। हामीसँग समय चाहिँ एकदम थोरै थियो, गफ चाहिँ एकदम धेरै। त्यही भएर हामी चाहिँ एकदम सर्टमा एकदम छिटो छिटो गफ गरिरहेको छौँ। मेरो साथी सुजना चाहिँ एकदम धेरै हेल्थ कन्सियस। उसले चाहिँ सुगर पनि नखाने रे, त्यही भएर निट ब्ल्याक कफी खायो उसले। अनि सुमन र मैले चाहिँ सुगरवाला मिल्क कफी खायौँ। अनि यहाँ चाहिँ भर्खरै नयाँ भएको कारणले गर्दाखेरि जुसहरू, कोल्ड ड्रिङ्क्सहरू केही पनि नपाइँदो रहेछ। त्यही भएर मेरो भाइ साइडको पसलमा गएर लड्डु र पेडा लिएर आएर खायो। सुमनको पनि युट्युब च्यानल रहेछ। उसको युट्युब च्यानल चाहिँ मोनिटाइज भइसकेको रहेछ। हामीले चाहिँ एकअर्कालाई सब्सक्राइब गऱ्यौँ अनि उसले चाहिँ मलाई टिप्सहरू दिएको थियो। त्यसपछि चाहिँ हामी बिदाई भयौँ। बाई।